बैठकमा नेकपा माओवादीका सभासदहरू सभाको बेलमा पुगी नाराबाजीसहित बैठक अवरुद्ध गर्न खोज्दा भौतिक तोडफोड र क्षति समेत हुन पुग्यो। यसपछि सिर्जित असहज परिस्थितिले संविधान लेखन प्रक्रिया अन्योलमा पर्यो। सभामा भौतिक क्षति भए पश्चात 2071 माघ 11 गते नेकपा माओवादीको असहमतिको बावजुद प्रस्ताव निर्माण समिति गठन गर्ने कार्यसूचीले सार्थकता पायो। प्रस्ताव निर्माण समितिले मिति 2071 माघ 29 गते 232 प्रश्नावली सहित सभा समक्ष पेश गरेको प्रतिवेदन सोही दिनको बैठकले अनुमोदन गरेको थियो। तर त्यसपछि प्रमुख राजनीतिक दलहरू बीच औपचारिक तथा अनौपचारिक छलफल जारी रहे पनि संविधान सभाको बैठक भने बस्न सकेन। यसैबीच 2072 वैशाख 12 गते गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर 7.8 म्याग्निच्युड र वैशाख 29 गते सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर महाविनाशकारी भूकम्प गयो। यसबाट मुलुकमा अकल्पनीय जनधनको क्षति भयो। करिब 9,000 मानिसको मृत्यु हुनुको साथै 15,000 भन्दा बढी घाइते भए। उक्त विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिपछि राजनीतिक दलहरू गम्भीर भए। वार्ता र छलफल हुन थाले। त्यसपछि संविधान सभाको व्यवस्थापिका संसदको हैसियतमा बसेको बैठकले विनाशकारी भूकम्पमा परि निधन भएकाहरूको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक सहानुभूति तथा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सर्वसम्मतिले विशेष प्रस्ताव समेत पारित गरेको थियो। सो प्राकृतिक प्रकोप र त्यसबाट उत्पन्न राष्ट्रिय सङ्कटको पृष्ठभूमिमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बीच 2072 जेष्ठ 25 गते 16 बुधे राजनीतिक सहमति भयो। यो सहमतिले संविधान निर्माणको ढोका खोलिदियो। 2072 जेष्ठ 25 मा दलहरू बीच भएको सहमतिलाई औपचारिक रूप दिन जेष्ठ 26 गते संविधान सभाको बैठक बस्यो। उक्त बैठकले विगतमा असहमति रहेका संविधानका सबै अन्तर्वस्तुमा पुनः छलफल गरी सहमति कायम गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई निर्देशन दियो। जेष्ठ 28 गतेको बैठकमा सभाले प्रस्ताव निर्माण समितिको प्रतिवेदनलाई विकसित राजनैतिक परिस्थितिमा केही गर्नु नपर्ने ठहर गरेपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदन बैठकमा पेश गर्यो। म यहाँ यस गरिमामय सदनलाई सम्माननीय अध्यक्ष मार्फत जानकारी गराउन चाहन्छु। आज एउटा त्यस्तो दिन हो, हामीले ती सबै आशंकाहरूलाई दूर गर्दै राजनीतिक दलहरूले मिलेर हामी फेरि एकचोटि